तिमीहरू जतिले हजुर बहिनीलाई मारेका थियौ नि, तिमीहरू पनि त्यो दिनको पर्खाइमा बस्छ कि तिमीहरूको पनि एक दिन त्यस्तै दिन आउनेछ, तिमीहरू पनि त्यसरी नै मर्नुपर्नेछ एक दिन। तिमीहरू बाँचिरहन्छु भनेर खुसीसँग नबस, तिमीहरू पनि त्यो दिनको पर्खाइमा बस। त्यो बहिनीलाई जसरी मारेका थियौ नि तिमीहरू पनि त्यसरी नै मर्नेछौ आचर बहिनी जस्तै, किनकि त्यसलाई कति गाह्रो भयो होला, तिमीहरूले त्यसरी आगो राखेर जिउँदै जलाउँदा कति पीडा भयो होला, कति कराई होली रोइ होली उसको घर परिवारलाई कस्तो भयो होला, त्यस्तै तिमीहरूको घर परिवारमा पनि बित्नेछ। यदि याद राख कि तिमीहरूले जसरी त्यसलाई आचर बहिनीलाई मारेका थियौ नि तिमीहरू पनि त्यसरी नै मर्नुपर्नेछ एक दिन। त्यो दिनको पर्खाइमा बस, तिमीहरू पनि हेर्दै जाऊ, तिमीहरूको त्यो दिन पनि आउनेछ, अवश्य आउनेछ एक दिन। तिमीहरूले जसरी त्यसलाई मारेका थियौ बहिनीलाई तिमीहरू पनि त्यसरी नै मर्नेछौ कि एक दिन हेरेर। त्यो दिनको पर्खाइमा बस, तिमीहरू जतिले त्यसलाई आगो लगाएर मारेका थियौ नि तिमीहरू पनि त्यो दिनको पर्खाइमा बस, हेर्दै जाऊ, आउँदैछ तिमीहरूको पनि दिन। धन्यवाद। तिमीहरूको लागि सुझाव मेरो यही थियो।